सबैजनालाई नमस्ते। जेठ 15 गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ र यो बजेटमा पक्कै पनि यसपालि सरकारी कर्मचारीहरूको स्यालेरी वृद्धि हुने नै छ। स्यालेरी नै भनेर नआए पनि अन्य सेवा सुविधा अन्य नयाँ टपिक्सहरू क्रिएट गरेर पक्कै पनि सेवा सुविधाहरू केही थपिने नै छन् र यो थपिँदै गर्दा र मेरो चाहिँ आफ्नो चाहिँ 5-7 वर्षको अनुभवले चाहिँ के भन्छ भने स्यालेरी थपिनु नि पर्छ र भूगोल अनुसार र त्यो भूगोलमा भएको सेवा सुविधा अनुसार स्यालेरी पनि एकदमै डिफ्रेन्स हुनुपर्छ। कर्णालीमा काम गर्ने कर्मचारी र एउटा काठमाडौँमा काम गर्ने कर्मचारी समान तहमा काम गर्छ भने पनि उसको स्यालेरी डिफ्रेन्ट हुनुपर्छ। पहिलो कुरा त हाम्रो यो जुन विभाजन छ यो विभाजन एकदमै वैज्ञानिक तरिकाले गर्नु आवश्यक छ। त्यो ठाउँमा के सेवा सुविधाहरू यातायात सञ्चार अरू अध्ययनको लागि शिक्षाहरूको सेवा सुविधा कस्तो छ र त्यहाँबाट नजिकको सिटी कुन हो र त्यो सिटीमा कस्तो छ सेवा सुविधा, त्यसरी चाहिँ एउटा वैज्ञानिक तरिकाले हाम्रो भूगोललाई वर्गीकरण गरेर र त्यसपछि चाहिँ भूगोल अनुसारको चाहिँ कर्मचारीको स्यालेरी चाहिँ वर्गीकरण गर्नुपर्ने देखिन्छ। समान पदमा काम गरे तापनि एउटा कर्णालीमा काम गरेको कर्मचारी र काठमाडौँमा काम गरेको कर्मचारीको धेरै नै अन्तर छ। किनभने जो कर्मचारी काठमाडौँमा काम गरेको छ उसले आफ्नो पर्सनल डेभलपमेन्ट, आफ्नो व्यक्तिगत क्षमता वृद्धिको लागि उसले धेरै अवसरहरू पाइरहेको छ। उसले थप अध्ययन गर्छ भने उसको कलेज उसले पढ्न बिहान बेलुका उसले कलेज पढ्न पाउँछ भने जो कर्णालीमा काम गर्छ उसले त्यहाँ नजिक कलेज हुँदैन र उसको कलेज र उसको काम गर्ने ठाउँको डिस्टेन्स पुग्दैन र उसले पढ्न पनि पाउँदैन र थप लोकसेवा दिएर थप माथिल्लो पदमा नाम निकाल्नलाई पनि जो काठमाडौँमा बस्छ उसले अनलाइन क्लास फिजिकल क्लास दुइटै उसले लिन पायो भने जो चाहिँ कर्णालीमा काम गर्दैछ उसले फिजिकल त परै जाओस् उसले अनलाइन क्लास लिन पनि त्यहाँ नेट हुँदैन, त्यहाँ चाहिँ राम्रो प्रविधिहरू छैन, त्यसपछि उसले अनलाइन क्लास लिन पनि एकदमै त्यहाँबाट वञ्चित भइरहेको छ। त्यही कुरा गर्दा पनि जो कर्णालीमा काम गर्छ उसलाई काठमाडौँमा काम गर्ने कर्मचारीलाई भन्दा उसलाई चाहिँ बढी गाह्रो छ। कामको चाप चाहिँ कर्णालीमा विकटमा कम छ, तर पनि काठमाडौँको जो सेवाग्राही आउनुहुन्छ उहाँहरू अलिकति बुझेर डकुमेन्ट के चाहिन्छ भने बुझेर आउनुहुन्छ र केही डकुमेन्ट छुटिहाल्यो भने पनि उहाँले चाहिँ छिट्टै फोन गरेर कताबाट मगाउने हो मेसेन्जर जिमेलमा केमा मगाउने हो उहाँले मगाउन सक्नुहुन्छ। तर जो कर्णालीको अथवा जो विकटमा चाहिँ काम गर्नुहुन्छ जो त्यहाँ आउने सेवाग्राहीहरूसँग चाहिँ राम्रोसँग मोबाइल पनि हुँदैन, उहाँसँग नेट पनि हुँदैन र उहाँले मेसेन्जरहरू चलाउन पनि जान्नुहुन्न, टाढाबाट पनि कर्णालीमा चाहिँ काम गर्न आउने सेवाग्राहीलाई खुसी पार्न झन् गाह्रो छ। त्यहाँ झन् कामको चाहिँ रिजल्ट दिन झन् धेरै गाह्रो छ। र कर्मचारी जब हामी चाहिँ जो सङ्घीयताको कुरा गर्छौँ र हाम्रो स्थानीय तह गाउँपालिका ग्रामीण क्षेत्रको विकासको कुरा गर्छौँ, जबसम्म त्यहाँ चाहिँ हाम्रो कर्मचारीहरू जान चाहिँ एकदम इच्छुक हुनुहुन्न, त्यहाँ चाहिँ काम गर्ने वातावरण बन्दैन, तबसम्म चाहिँ हामीले नयाँ विकासको परिकल्पना नयाँ कर्मचारीबाट राम्रो रिजल्टको परिकल्पना गर्न सकिँदैन। त्यसै